यो किराँत थाङसम सामयोग माङहिम इलाम जिल्ला चुलाचुली गाउँ विकास समिति वडा नम्बर 2 हात्तीलेन्दामा रहेको छ। झापा जिल्लाको दमक पाडाजुङ्गी र किर्खाबाट सजिलै यो माङहिम पुग्न सकिन्छ। पाडाजुङ्गीबाट उत्तरतर्फ करिब 7 किलोमिटर र किर्खाबाट पनि करिब सोही दूरीबाट माङहिम पुग्न सकिन्छ। यो माङहिमको स्थापना 2035 साल वैशाख 28 गते भएको हो। किराँत थाङसम सामयोग माङहिम प्रति किराँत धर्मावलम्बीहरूको ठुलो आस्था र विश्वास रहेको छ। यो माङहिम पुग्ने जो कोहीको मन शान्ति र आनन्दमय भई किराँत धर्मप्रतिको आस्था अझ बढेर आउँछ। यो माङहिमको सबैतिर सरसफाइमा विशेष ध्यान दिएको पाइन्छ। माङहिमको सफा र रमणीय दृश्य हेर्दा स्वर्गमा पुगेको चाहिँ अनुभूति हुन्छ। माङहिम परिसरमा सेतो रङको झण्डाहरू देख्न सकिन्छ। किराँत धर्मावलम्बीहरू सेतो रङलाई आफ्नो प्रतीकको रूपमा लिने गर्दछन्। यो माङहिममा सेतो रङ बाहेक अन्य रङको प्रयोग हुँदैन। त्यसैले होला बाँसको विभिन्न आकृतिमा सेतो कागजले कलात्मक तरिकाले सजाएको पाइन्छ।
वास्तवमा यो दृश्य प्रशंसा गर्न लायकको छ। यो क्षेत्रमा अवस्थित 3वटा माङहिमको आआफ्नै विशेषताहरू रहेका छन्। ती हुन् शान्ति, मुक्ति र शक्ति। यो माङहिमभित्र धुनी बालिएको छ। मुक्तिको लागि धुनी बालिएको हो। विश्वमा शान्तिको कामना गर्दै शान्ति माङहिम रहेको छ। मानिसलाई अन्याय, अत्याचार लगायत विभिन्न परिवेशमा शक्तिको आवश्यकता पर्ने भएकोले शक्ति प्राप्त गर्न शक्ति माङहिम स्थापना भएको हो। समग्रमा यसलाई युमा थेवाको माङहिम भनेर पनि चिनिन्छ। त्यस्तै यहाँ हाङसाम शिव, निसाम सरस्वती, लादो हाङमे धुनी, पुङसाम जङ्गली देवताको पूजाआजा पनि गरिन्छ। यो माङहिमको पूर्वपट्टि ठुलो बरपिपलको रुख रहेको छ। अति नै झाँगिएर फैलिएको यो बरपिपलको रुख माङहिमलाई केही परिआएको खण्डमा सहारा दिन तयार अवस्थामा रहेको देखिन्छ। यो बरपिपल र माङहिमको आफ्नै विशेषता छ। बरपिपलको फेदमा पनि पूजाआजा गर्नको लागि व्यवस्था मिलाइएको छ। किराँत धर्मावलम्बीहरू मात्र होइन, किराँत धर्मप्रति आस्था राख्ने जो कोहीले पनि यो माङहिमको दर्शन र अवलोकन गरी माङहिमबारे जानकारी लिन सकिन्छ। यस माङहिमको आधिकारिक संस्था किराँत सत्यहाङमा धर्म सेवा सङ्घ हो। यहाँ रहेको माङहिमलाई हेर्दा कुनै दैविक शक्तिको वास भएको भान हुन्छ। यी सेवासामाहरू माङसेवाको लागि सामग्री तयार पारिरहेका छन्। सत्य धर्ममा माङसेवा गर्दा बलि दिने प्रथा छैन। माङहिमको दर्शन गर्न आउनु भएको किराँत धर्मावलम्बीहरू फूलपाती अक्षता चढाइरहनु भएको छ। शिवलाईमा उपर पुङसाममा हाम्रो खुराबाट करिब 2 बिघा जग्गामा यो माङहिम फैलिएर रहेको छ। त्यस्तै 3 बिघा क्षेत्रफलमा रहेको वन पनि यो माङहिमको स्वामित्वमा रहेको छ। प्रत्येक वर्ष महाशिवरात्रिको अवसरमा 8 दिने विभिन्न कार्यक्रमहरू हुने गर्दछन्। यस कार्यक्रममा नेपाल लगायत भारत, भुटान, बेलायत, अमेरिका तथा अन्य देशबाट पनि किराँत धर्मावलम्बीहरू यहाँ आउने गर्दछन्। यस माङहिममा आउनुहुने भक्तजनहरूको लागि सुरक्षा व्यवस्था साथै कार्यक्रम अवधिभर खान र बस्नको लागि निशुल्क व्यवस्था मिलाइएको छ। किराँत हाङसाम साम्योक माङहिम हात्तीलेन्दामा महाशिवरात्रि तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनज्यूको जन्म जयन्तीको अवसरमा किराँत धर्मावलम्बीहरूको विशेष रूपमा भेला हुने गर्दछ। मुख्य गुरु देवबहादुर तुम्बापो, माङहिम पुजारी, सेवासामा तथा भक्तजनहरूबाट बिहान र बेलुका पूजाआजा तथा माङसेवा हुने गर्दछ। माङसेवाको लागि मण्डपलाई विशेष रूपमा सजाइएको छ। अति नै आकर्षित र कलात्मक देखिने मण्डपमा 108 वटा दियो, 108 वटा कलश, त्यस्तै 108 वटै बाँसको लिङ्गो गाडिएको छ।
मङसेवाको बेला सेवासामाले सेतो पोसाक लगाउनुपर्छ। पुरुषले लगाउने लुगालाई तागा र महिलाले लगाउने लुगालाई मेखली भनिन्छ। तागा र मेखलीले किराँत धर्मावलम्बीहरूलाई अति नै सुहाएको देखिन्छ। किराँत सत्याहाङमा धर्म र सभ्यता संरक्षण र उत्थानमा लागेको किराँत सत्याहाङमा धर्म सेवा सङ्घ र किराँत हाङसाम संयोग माङहिमलाई किराँत धर्मावलम्बीहरू धार्मिक र सांस्कृतिक धरोहरको रूपमा लिने गर्दछन्। चुलाचुली 2 हात्ती लेन्दाको किराँत धर्मावलम्बीहरू मङसेवा गर्दा ओम भनी पुकार्छन्। मुख्य गुरु देव बहादुर तुम्बापु प्राय प्रत्येक कार्यक्रममा प्रवचन दिनुहुन्छ। सबै बिर्स्यो, लिपि, भाषा, संस्कार, संस्कृति सब बिर्सेर वनको जङ्गली जस्तो, वनका चरामुसा जस्तो आधारविहीन भएर तिम्रो पतन भएको खडलमा फसेर न आमा न बाबा भएर अति पतनको खडलमा जाकिएर बसेको स्वयं ईश्वर तागेर निवाङले दृष्टिगत गर्नुभयो। यसरी अनि मलाई सारा सकल प्राणीको रक्षाको निम्ति र किराँत वंश मात्र माने मानव वंश, मानव जाति सबलाई सभ्यता क्रममा एक डोरी बाँधेर एउटै मार्गदर्शनमा लामबद्ध लगाई सजग गरी राख भनेर मलाई हटाएको भनेर भन्नुहुन्छ। र अनि उपदेशकै जुन पाठमा तिनीहरू खाना खानु नजान्ने, उठ्नु बस्नु हिँड्नु नजान्ने, शुद्ध अशुद्ध नछुने नछुट्याउने जाति होइन, त्यो बेहोरा बानीले टक्क निष्पट अन्धकार पारेको हुँदा मैले तिमीहरूले दिशा बोध गराउनको निम्ति एउटा सत्मार्गमा हिँडाउनको निम्ति यो आदेश दिएको छु भनेर भन्नुभयो। उपदेशकै क्रममा आँखा नदेख्ने अन्धा जस्तो, बोल्नु नजान्ने लठेप्रा जस्तो, हिँड्नु नजान्ने लङ्गडो जस्तो, आँखा कान नसुन्ने काँडा जस्तो भएर हिँड्ने जो तिनीहरूको समाजमा तिनीहरूले पनि मुक्तको निम्ति, त्यो दुःखबाट मुक्त हुनुको निम्ति एउटा सामाजिक बन्धु भन्ने शास्त्र, अध्यात्म शास्त्र उहाँले देखाइराख्नुभयो। जन्मेपछि मर्नै पर्छ। गुरुको प्रवचन सुन्न किराँत धर्मावलम्बीहरू बढी उत्सुक देखिन्छन् र हुन्छन् पनि। गुरुले प्रवचनको क्रममा किराँत धर्म दर्शनबारे प्रष्ट पार्दै हत्या, हिंसा, मादक पदार्थ सेवन कहिले गर्नु हुँदैन भनी शिक्षा दीक्षा दिनुहुन्छ। सधैँ शान्तिको कामना गर्नुहुन्छ। जसमा त्यसले पनि एक लहर, एक मुन्दुमबाट, एउटै शास्त्रबाट, एउटै नीतिबाट, एउटै समयबाट मुक्ति गराउने, जन्ममा जुन के निवारण गराउने, निवारणदेखि विवाह गराउने, विवाहदेखि मङ्गेन आदि नाहाङमा, पिच्चमा, थेबामा, युमामा, हिमसामा यिनीहरू गर्ने संस्कार चलाउने एउटा बन्धुम तयारी देखाइराख्नुभयो। चम्जिक बन्धुम, चम्जिक बन्धुम भने त्यसको शाब्दिक अर्थ हो विज्ञान दर्शन शास्त्र। र दुईटा भयो, आध्यात्मिक र विज्ञान दर्शन।
दुईटा भयो। अब हामी कहाँबाट आयौँ, कसको हामी सन्तान हौ, यति धेरै सन्तान कहाँबाट छुट्यौँ भन्ने जो इतिहास एउटा ससी मुन्धुम त्यसले भन्दो रहेछ कि साध्य अर्थमा इतिहास दर्शन शास्त्र। र अब एउटा रह्यो ससिक मुन्धुम। ससिक मुन्धुमको शाब्दिक अर्थ हो मुक्ति दर्शन। र हाम्रा पुर्खाले सोचेका थिए मुक्ति भनेको मरेपछि मुक्ति, मरेपछि मुक्ति भन्ने मान्छे सोचेको थियो। तर त्यो उपदेशमा त्यो शास्त्रमा उल्लिखित छ कि जो अन्धकार छ, जो लाटो छ, लङ्गडो छ, जो व्यभिचार छ, जसको महागुरुको दर्शनबारे कुन ठुलो कुन सानो, कुन गरिब कुन धनी हामी एक समानले बाँच्छौँ। 99 साल माघ 1 गतेको दिन उहाँले उपदेश दिनुभयो, मैले बगाइदिएँ है भनेर त्यहाँ बगाउनु भएको छ। दाह संस्कार गर्यो। र यो जस्तै कुम्भकर्णको रूप जस्तै अटल, कुम्भकर्णको ज्योति जस्तै ढल्केर बसौँ, कुम्भकर्णको आयु जस्तै हामी अटल भएर बसौँ। र जस्तै सेतो पवित्र गुरुको प्रवचन सुन्दा यस्तो लाग्छ किराँत धर्मावलम्बीहरूलाई सही र सत्य मार्ग देखाउनको लागि माङको कृपाले गुरुको जन्म पृथ्वीमा भएको हो। गुरुले समय समयमा अमर बाणी पनि दिनुहुन्छ। के कति हाम्रो कमजोरी भयो, के कति हामीले विकृति गर्यौं, त्यो सम्बन्धी पनि विभिन्न भक्त प्रेमीहरूले, अन्य भक्त मित्रहरूले, अन्य धर्मका मित्रज्यूहरूले हामीलाई सुझाव दिनु र हामीलाई एउटा प्रतिक्रिया जनाइदिनु हुन पनि हामी अनुरोध गर्दछौँ। माङहिमको लागि खाली चौर रहेको स्थानमा माला किन्ने भक्तजनहरूको उपस्थिति उल्लेखनीय रहेको छ। उनीहरूले आफूले चाहे अनुसारको माला किनेर लगाउने साथै आफ्नो घरमा माङहिमको कुशेली स्वरूप लैजाने गर्दछन्। युमा चन्द्रकला योङहाङ माङ सेवा सुरु गर्दै हुनुहुन्छ। ओम मामंगे सेवारो तागरनिया फुमंगे नावा चाहिँ मेन्संगे नाम्या कन्नम थिको स्वातेम संकन राजेन्द्र केरुङ किना स्पसिको मदेन चहङ तुम ने सरो सोरङ सेवा मदन बतागरनिया फुमंगे पन थिकी पंगेन्ची लदङ सेमे तासा थिको निम सुमम पाचा सेवा केरेरो ओम हम हम मंग सेवा केरेरो ओम तागरनिया फुमंग उमतो ukso tangjum sewa ketung tagaranya pumang ingjum isi hangma sekha yupa ingjum isi हजुरहरु सबैले आफ्नो आफ्नो पाठमा अब सबैले आफ्नो आफ्नो ल हुन्छ दाजु बाई बाबा एकदम सत्य र निसाइबाट मङ सवाह दाखा मङ सवा तरङ तसा मङ सवा केदम समी मङ सवा ओ मङ सवा ओम मङ सवा चा बकुम मङ सवा ओम सवा मङ सवा एक साथ मङ सवा मङ सवा थगली सा मङ सवा मङ सवा हल्ला सोति
mangsawaha hamburan wati mangsawahan Nyewa kuna mangsawa senta kuna mangsawaha tangeran yaitu mangsawa sandra mangsawaha namni sala nisa mangla mangsawaha lani nara mangsawaha mangsawaha Ewa kere oma mangge sawaha Om sawa eta lama sama kema sawa mudan untuk pama sama kema sawa muap lawa sama kema sawa tageran ya puma sama kema sawa tunggu nora sama kema sawa iksa kabe puma sama kema sawa malam taku sama kema sawa उहाँले सर्वप्रथम जुन आज सेवासावा सेवासामा तथा अन्य सहभागीहरू हातमा तीर तरबार नचाउँदै झ्याम्टा च्याब्रुङ बजाउँदै मण्डप वरिपरि माङलाङ नाचिरहेको छन् र आज उहाँलाई यस अष्टसिद्ध गीत लागिरहेका छौँ हुन त नाचेको तपाईँको सांस्कृतिक एउटा मनको निम्ति एउटा सङ्गीतलाई गुन्जायमान गर्दै अगाडि बढिराख्नु भएको छ फेरि पनि बजारका प्रमुख अतिथिको लगायत अधिकांश मात्रै हामी यज्ञ अगाडि प्रमुख अतिथिज्यूहरूलाई कार्यक्रम स्थलमा ल्याउनको लागि गुरु देव बहादुर तुम्बापोको साथ माङलाङ टोली मूर्तिकार ज्ञानोदय लाउतीको घरतर्फ अगाडि बढिरहनु भएको छ। सोही क्रममा मुख्य गुरु देव बहादुर तुम्बापो अग्रभागमा अत्यन्तै भद्र शैलीमा हिँडिरहनु भएको छ। घरको आँगन मूर्तिकार ज्ञानोदय लाउतीको हो, जहाँ धुमधामसँग माङलाङ नाच्ने काम भइरहेको छ।
गुरुले प्रमुख अतिथि तथा अतिथि ज्यूहरूलाई सम्मानपूर्वक खादा उडाइरहनु भएको छ। अहिले भने अतिथि तथा सम्पूर्ण त्यहाँ उपस्थित महानुभावहरू कार्यक्रम स्थलतर्फ अगाडि बढिरहनु भएको छ। अतिथिहरूको भव्य स्वागत देख्दा यस्तो लाग्छ किराँत हाङसाम संयुक्त माङहिम हात्तीलेन्दा सम्पूर्ण किराँत धर्मावलम्बीहरूको स्वागतको निम्ति प्रतीक्षा गरिरहेको छ। त्यसो हो भने तपाईँ हामी किन नजाने किराँत हाङसाम माङहिम हात्तीलेन्दा। औपचारिक कार्यक्रममा प्रवेश गर्न लागिरहेको बेला पनि सम्पूर्णलाई जानकारी गराउन चाहन्छु। हाम्रो प्रमुख अतिथिज्यू लगायत आमन्त्रित अतिथिज्यूहरू हाम्रो यस यज्ञ मण्डपलाई परिक्रमा गरिरहनु भएको छ र हाम्रो मण्डपलाई परिक्रमा गरिरहनु भएको छ। अहिले भने उहाँहरू कार्यक्रम स्थलतर्फ आइपुग्नु भएको छ।
अनुरोध गर्न चाहन्छु। यस कार्यक्रममा सम्पूर्ण अतिथिज्यूहरूलाई सम्मानपूर्वक खादा उडाएर सम्मान गरिन्छ। उद्घोषकले औपचारिक रूपमा